नमस्कार सबैजनालाई। आशा छ सबैजना राम्रो हुनुहुन्छ। म चाहिँ अलिकति दुःखी भइरहेको छु किनभने मैले लगभग 10 मिनटको भिडियो एडिट गरेर राखेकी थिएँ, तर अचानकले डिलिट भयो है। कसरी डिलिट भयो, के गरेर डिलिट भयो मलाई चाहिँ त्यति धेरै आइडिया भएन। मैले रिसाइकलमा यति धेरै खोजेँ भेटिनँ, अनि यस्तो दिमाग खराब भइरहेको थियो। तर पनि आज चाहिँ भिडियो राख्ने दिन त्यो भएको कारणले गर्दा मैले कोरियोप्सिस अथवा टिकसिट हजुरहरूले के भन्नुहुन्छ यसको बारेमा केही मेरो अनुभवबाट साझा गर्दैछु। यो फुल यस्तो राम्रो अनि यति हार्डी हुन्छ कि यसलाई चाहिँ कुनै पनि प्रकारको स्याहार चाहिँदैन, न त यसलाई धेरै नै फर्टिलाइजर चाहिन्छ। यो फुल भर्खरै ब्लुम हुन लागेको छ मेरोमा। अहिले ब्लुम हुँदै गरेर जेठसम्म नै यो फुल्दै गर्छ। मेरो माटो त्यति राम्रो छैन, यस्तो नराम्रो माटो छ मसँग, र पनि यो यति धेरै खुसी भएर यति धेरै कोपिलाहरू निस्काएको छ कि मलाई यो हेर्दै आनन्द लागिरहेको छ कि। अहिले मसँग यो कोरियोप्सिस एउटै मात्र कलरको छ, यो पहेँलो मात्र। तर कोरियोप्सिस पनि धेरै कलरहरूमा पाइन्छ। कोही चाहिँ रातो मात्रै पाइन्छ, कोही चाहिँ मरुन मात्र पाइन्छ, कोही चाहिँ छेउमा पहेँलो बिचमा चाहिँ रातो भएको पनि पाइन्छ। मैले यसमा धेरै फर्टिलाइजरहरू युज गरेको छैन। होइन, मैले यसलाई रोप्ने बेलामा यो नयाँ माटो हो, त्यसमा चाहिँ अलिअलि गोबर मल राखेको थिएँ, र पनि यो यति धेरै खुसी र हेल्दी छ नि, मलाई यो खुसी भएको देखेर नै कस्तो आनन्द लागिरहेको छ कि। यति धेरै कोपिलाहरू लगाएको छ। अहिले चाहिँ यो ब्लुम भइसकेको छैन, कोही ब्लुम हुँदैछ, कोही सुकि पनि सकेको छ। तर यसको पिक सिजनमा यो यति सुन्दर हुन्छ, विशेष गरिकन टाढाबाट हेर्दाखेरि यति आनन्द आउँछ यो फुल। यदि हजुरहरू कोही बुटोल अथवा मुर्गे आसपास हुनुहुन्छ भने मेरो घरमा हजुरहरू आउनुभयो भने तपाईहरूलाई म यो फुल दिन सक्छु, यदि हजुरहरूले यो फुल चाहनुहुन्छ भने। हस् त, अर्को भिडियोमा भेटौँला 4 दिनपछि। सकेसम्म म त्यो भिडियोलाई रिकभर गर्ने कोसिस गर्नेछु। नमस्कार।